बाँदरलाई नमारिकन त्यसको रोकथामको लागि चाहिँ त्यस्ता उपायहरू छैनन्? छ। के छन्? जनताले सबै छोडिदिने गाउँ। गाउँमै छोडिदिने? अनि के गर्नु त? उपाय भनेको त्यही हो। सरकारले भोजपुर टेम्के मयुङ होइन, देशभरि पहाडी एरियामा देशभरि त्यहाँको मान्छेले सार्ने, सरकारले व्यवस्था गर्ने। त्यो भने उपाय भइगयो त। बाँदर हिँड्नुहोस् कि जो हिँड्नुहोस् त्यसको मतलबै भएन। मान्छे बसेर खानुपर्छ भने बाँदरलाई सरकारले नमारोस् न, तर जनताले मार्न पाउने कानुन बनाउनु पर्यो कि। मारेन भने त पशु अधिकारको कुराहरू पनि आउला त्यहाँनिर होइन? फेरि कसलाई लाग्छ? मार्ने लाग्ला नि त कानुन त। बाँदर मार्दा कानुन लाग्दैन? यो देशमा नाउर मार्दाखेरि कानुन लाग्दैन। विदेशीहरू आएर नाउर भन्ने तपाईँले देख्नु भएको छ? नाउर भनेको कस्तो जन्तु? नाउर भनेको चाहिँ भेडा प्रजातिको ढोरपाटन सुन्नु भएको छ? त्यहाँ शिकार गर्नु आउँछ। मैले देखेको छुइनँ नाउर। त्यहाँ शिकार गर्नु आएर मार्छ, पैसा तिरेर चाहिँ लोपुन्मुख नाउर मार्नु मिल्ने देश। बाँदरले आएर घरमा भाँडै भत्काएर बोकेर उहाँ तल लगेर घुरेनमा रुखमा चढाएर भात खाँदैछ। केटाकेटी स्कुल जानु पाएको छैन, अनि त्यो बाँदरलाई चाहिँ अनि सलामी दिएर बस्नुपर्ने।